नमस्कार। यति बेला हाम्रो देशमा हाम्रो घर आँगनमा चुनाव लागेको छ। नेताहरू भोट माग्दै आउनु भएको छ, कतिले नोट बाँडिरहनु भएको छ। अब हामीले जो व्यक्तिलाई भोट दिँदैछौँ, जोसँग नोट लिँदैछौँ, जो व्यक्तिलाई हामीले जिताएर पठाउन खोजिरहेका छौँ, उनीहरू कुन पृष्ठभूमिको, कुन पार्टीको, यो बुझ्न जरुरी छ। अनि त्यो पार्टीले आजसम्म नेपाली जनतालाई दिएको गरेको के हो त भनेर यसको पनि विश्लेषण गर्न जरुरी छ। हामीले भोट दिँदै गर्दा, त्यो व्यक्तिलाई जिताउँदै गर्दा के हामीले सही गरेका छौँ? अहिलेको देश ठिकठाक छ, उनीहरूले ठिकठाक बनाएका थिए त भन्दा थिएन। यस कारणले पनि भदौ 23 र 24 को आन्दोलन भयो र उनीहरू अपदस्थ भएर जानु पर्यो। अब आज नेपाली कांग्रेसलाई किन भोट दिने भन्ने विषयमा म उनीहरूको अलिकति इतिहास खोतल्न चाहन्छु। नेपाली कांग्रेसको स्थापना 2003 सालमा अखिल भारतीय नेपाली कांग्रेस नामबाट राखियो। अनि 2005 मा त्यसलाई चाहिँ प्रजातन्त्र नेपाली कांग्रेस भनेर बनाइयो। 2007 मा जब राणा शासनलाई फाले आन्दोलन गरेर त्यसपछि नेपाली कांग्रेस भनेर विधिवत रूपमा नाम राख्यो। उनीहरूको सिद्धान्त, उनीहरूको नीति यो देश बनाउनु थियो। देशलाई सबै व्यक्तिलाई समान हक अधिकार हुनुपर्छ भन्ने थियो। नीति सिद्धान्तमा कुनै भेदभाव थिएन अथवा त्यो खराब थिएन, सिद्धान्त ठिक थियो। जब मातृका प्रसाद कोइराला प्रधानमन्त्री बने 2007 सालमा, त्यसपछि त्यो विगततर्फ नजाउँ, 2015 मा पहिलो पटक आम निर्वाचन भयो। त्यसबाट बीपी कोइराला प्रधानमन्त्री भए। 2016 सालमा पहिलो जननिर्वाचित प्रधानमन्त्री। तर यो जननिर्वाचित प्रधानमन्त्री अथवा नेपाली कांग्रेस यी पार्टीहरूले राम्रो काम गर्न सकेनन् भनेर फेरि के गरे त भन्दा राजा महेन्द्रले कु गरे। 2017 मा जननिर्वाचित जुन चाहिँ कांग्रेसको सरकार थियो उनलाई अपदस्थ गरेर देशमा पञ्चायतको व्यवस्था गरिदिए। अब यो धेरै पछाडि नजाउँ। अब 48 साल पछि 2046 सालमा जनआन्दोलन भयो। 46-47 सालको जनआन्दोलनपछि त्यो त्यति बेला जब चुनाव भयो, नेपाली कांग्रेस सबभन्दा ठूलो पार्टी बन्यो, बहुमतको सरकारको पार्टी बन्यो। त्यति बेला प्रधानमन्त्री को बने त भन्दा गिरिजाप्रसाद कोइराला। अब बहुमतको सरकारको पार्टीलाई सही तरिकाले चलाउन सकेनन् गिरिजाप्रसाद कोइरालाले र के गरिदिए त भन्दा संसद विघटन गरिदिए। भागभण्डा मिलेन, शक्ति सङ्घर्ष त्यहाँ चाहिँ चल्न थाल्यो। अनि अल्पमतको जुन पार्टी थियो नेकपा एमाले, उसले सरकार बनायो मनमोहन अधिकारीको नेतृत्वमा। त्यसलाई पनि चल्न दिएन। 9 महिना चल्दै थियो, उनीहरूले राम्रो काम गर्दै थिए, जनताले रुचाएका कार्यक्रमहरू ल्याइरहेका थिए। तर अब यसबाट तर्सिएको नेपाली कांग्रेसले के गर्यो त भन्दा त्यहाँ षड्यन्त्र गर्यो। अब यो अल्पमतको सरकारलाई त लडाउन पर्यो, सजिलो छ, उसले अल्पमतको सरकारलाई लडाइदियो। फेरि आफ्नो नेतृत्वमा सरकार बनायो। गिरिजाप्रसाद कोइराला फेरि प्रधानमन्त्री भए। फेरि उनीहरू बीचमा फेरि सङ्घर्ष हुन थाल्यो। उनीहरूले यति खिचातानी गरे, गिरिजाप्रसाद कोइरालाको सरकार फेरि बदलियो र उनी फेरि अर्को पटक प्रधानमन्त्री भए। यता के गरियो त भन्दा कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाइयो। उनीहरू बीचको त्यो किचलोले घरि कोही प्रधानमन्त्री बनेको छ, घरि कोही प्रधानमन्त्री बनेको छ। गर्दा गर्दै 2065-63 सम्म आइपुग्दाखेरि गिरिजाप्रसाद कोइराला देशमा 4 पटक प्रधानमन्त्री भए। 2062-63 सम्म आइपुग्दा शेरबहादुर देउवा 3 चोटि प्रधानमन्त्री भइसके। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुन्छ, भित्र किचलो चल्छ, अनि सरकार ढल्छ, अर्को आउँछ, शेरबहादुर देउवा आउँछ, अनि फेरि आउँछ, अर्को को आउँछ, सूर्यबहादुर थापा आउँछ, लोकेन्द्रबहादुर चन्द आउँछ, अनि फेरि घुम्दै गिरिजाप्रसाद कोइराला आउँछन्, फेरि घुम्दै को आउँछ त भन्दा शेरबहादुर देउवा आउँछ। यिनीहरूले देश र जनताका लागि के गरे त भन्दा उही आफ्नो शक्ति सङ्घर्षका लागि मात्र लडिरहे। जब 2052 सालदेखि फेरि माओवादीले सशस्त्र द्वन्द्व सिर्जना गर्यो, त्यसपछिको माहौल भने अब त्यो जनताकै हितमा गर्न पर्ने काम त उनीहरूले गर्न सक्ने कुरो भएन। जब 65-63 को आन्दोलन भयो, त्यति बेला प्रधानमन्त्री को थियो त भन्दा गिरिजाप्रसाद कोइराला थिए। 2048 देखि 64-65 सम्म देशमा नेपाली कांग्रेसले नै शासन गरेको छ, उनीहरूले नै शासन चलाएका छन्। अनि 2064 देखि 2074 सम्म यो बीचको 10 वर्ष कसको हातमा गयो त भन्दा कम्युनिस्टको हातमा गयो। गणतन्त्र घोषणा गरिसकेपछि पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल बने। त्यसपछि दोस्रो समयका लागि जो चुनाव हारेका थिए माधव नेपाल, उनले ल्याएर प्रधानमन्त्री बनाइयो। फेरि उनीबाट पनि भएन, पार लागेन, उनीहरू आफै मिलेर त्यसलाई लडाइदिए।
अनि यहाँ आए झलनाथ खनाललाई पनि बराबरी काम गर्न दिएन। कति चाहिँ 6-7 महिना कति प्रधानमन्त्री भए, फेरि उनलाई पनि लडाइयो, बाबुराम भट्टराई ल्याइयो। बाबुराम भट्टराईलाई पनि काम गर्न दिएन, उनले पनि सही तरिकाले प्रदर्शन गर्न सकेनन्, राम्रो गर्न सकेनन्। फेरि त्यो बिचमा को आयो त भन्दा प्रधान न्यायाधीश बनेको खिलराज रेग्मीलाई ल्याइयो। संविधान सभाको निर्वाचन गराउने भनेर खिलराज रेग्मीलाई ल्याइसके पछाडि को बन्यो त? नेपाली कांग्रेसबाट सुशील कोइराला बने। अब सुशील कोइराला बहिर्गमन भएपछि, संविधान सभाको चुनाव भएपछि, संविधान लागू भएपछि देशमा पहिलो प्रधानमन्त्री को बन्यो त भन्दा केपी शर्मा ओली बने। अब यो केपी शर्मातिरको कुरो भोलि अर्को पार्टमा गरौँला। मैले नेपाली कांग्रेसको कुरा गर्दैछु। नेपाली कांग्रेसले 2048 सालदेखि 2082 सालसम्म यो कांग्रेसले शासन चलाएको छ देशमा। 2048 सालदेखि 2082 सालसम्म आइपुग्दा नेपाली कांग्रेसले नेपाली जनताका लागि, देशका लागि के कुरो गर्यो, के योगदान दियो भन्ने कुराको समीक्षा हुनुपर्छ कि पर्दैन? अब 2082 सम्म आइपुग्दा नेपाली कांग्रेसमा को व्यक्तिहरू स्थापित भए, उनीहरूले के गरे? शेरबहादुर देउवाको हातमा शासन गयो, 5 पटक उनी प्रधानमन्त्री भए। तर उनी प्रधानमन्त्री हुँदै गर्दा, शेरबहादुर देउवा पार्टी सभापति हुँदै गर्दा त्यो भित्र कस्ता व्यक्तिहरू पनि थिए त भन्दा गगन थापा जस्ता व्यक्तिहरू पनि थिए, विश्वप्रकाश शर्मा जस्ता व्यक्तिहरू पनि थिए, जसले आज विशेष महाधिवेशन मार्फत आफ्नो नेतृत्वमा पार्टीलाई अगाडि बढाइरहेका छन्। अब यो गगन थापा र विश्वप्रकाश शर्माले गरेको के हो? उनीहरूले पनि त पार्टीमा लडेका छन्, यो पार्टीलाई बनाउनका लागि सङ्घर्ष गरेका छन् भनिएको छ। उनीहरू लडेको केका लागि हो? आफ्नो लागि होइन, देशका लागि हो? होइन नि। 2070 सालदेखि उनीहरूले केका लागि लडे भन्दा आफू बन्नका लागि, आफू स्थापित हुनका लागि। 2082 मा किन यत्रो खालको देश नै सर्वनाश भयो, जल्यो? किन जल्यो? त्यति बेला सरकारमा को थियो? नेपाली कांग्रेस। यो सरकार कसरी चल्नुपर्छ र यसलाई कसरी चलाउने भन्ने त्यो संयन्त्र बनाउने मान्छे को? गगन थापा। सरकारले ठिकठाक काम गरेन भनेर आलोचना गर्दै गर्दा त्यो सरकारमा को थियो भन्ने कुराको हेक्का हुन्छ, हुँदैन? विश्वप्रकाश शर्मा त्यही सरकारको, त्यही पार्टीको नेता हुन् कि होइन? उनीहरूले के गरे? उनीहरूले यही कि आफू सङ्घर्ष गरिरहे, उनीहरूसँग लडिरहे। यिनीहरूले देशका लागि, जनताका लागि लडेनन् कि आफ्ना लागि लडेर आफू स्थापित हुनका लागि लडेका हुन्। भलै यी व्यक्तिहरू फेरि देशको हकमा पनि बोल्ने मान्छे हुन्, राम्रै गर्ने मान्छे हुन् भन्ने लाग्छ। यिनीहरू हार्नुहुन्न। यिनीहरूको पक्षमा हिजो पनि समर्थन थियो र आज पनि छ। तर नेपाली कांग्रेसले के गर्यो भन्ने कुरा हो। अब हामी आज नेपाली कांग्रेसका मान्छेहरूलाई भोट किन दिने भन्ने कुरो छ। हामीले किन दिने नेपाली कांग्रेसलाई भोट? नेपाली कांग्रेसले आज कोही व्यक्ति आउँछ, अब तपाईलाई 5 वर्षका लागि, मानौ एउटा 5 वर्ष हुन त त्यो नहुन सक्छ, 5 वर्षका लागि हामीले फलानालाई जिताएर पठाउने हो, उसले भन्छ 5 वर्षमा मैले यो गर्छु। 2048 सालदेखि गर्न नसकेको कुरो अब कसैले आएर 5 वर्षमा गर्छ? अब कोही सांसद बन्दा त्यसले गर्ने हो, कोही हाम्रो प्रतिनिधि बन्दा त्यसले गर्ने हो। हेर्नुहोस्, हामीले कहाँनिर गल्ती गरेका छौँ भने यी पार्टीलाई यति वर्षदेखि झेल्दै आउँदा पनि हामीले नचेतेर के गरेका छौँ भने फलाना व्यक्ति त राम्रो छ नि त। हाम्रो टोलमा अहिले जो नेपाली कांग्रेसको व्यक्ति उठ्दै हुनुहुन्छ उहाँ राम्रो व्यक्ति हो, मानियो, उहाँ राम्रो व्यक्ति हो, निष्कलङ्क, उहाँमा कुनै खालको त्यस्तो चाहिँ समाजलाई बिगार्ने त्यस्तो भावना छैन, उहाँ राम्रो व्यक्ति हो, हामीले भोट दिनुपर्छ। तर याद राख्नुहोस्, हामीले प्रधानमन्त्रीका लागि भोट हाल्ने कहिले अवसर पाएका छौँ? छैन। प्रधानमन्त्री चुन्ने हामीले हो? होइन। हामीले को चुन्ने? सांसद चुन्ने हो। त्यो जुन हाम्रो व्यक्ति अहिले हाम्रो समाजमा, हाम्रो गाउँ ठाउँमा जो उठ्नु भएको छ उहाँ सांसद हुने हो, भोलि मन्त्री पनि हुने हो। तर उहाँलाई सांसद बनाउँदै गर्दा उहाँले भोट कसलाई हाल्नुहुन्छ भन्दा शेरबहादुर देउवालाई। आजसम्म त हालेको शेरबहादुर देउवाला हो नि, भोलि कसलाई हाल्नु होला त्यो आफ्नो ठाउँमा छ। आजसम्म हाम्रो ठाउँबाट उठेका नेपाली कांग्रेसका नेताले भोट हालेको कसलाई हो भन्दा शेरबहादुर देउवाला हो। अनि शेरबहादुर देउवाले माथि बसेर चाहिँ आफूले मनलाई गरेका छन् र त देश यो अवस्थामा पुग्यो। हामीले हाम्रो जनप्रतिनिधि फलानो व्यक्ति राम्रो छ भन्दै गर्दा यो विचार पुर्याउनु पर्छ कि एकपटक तपाईलाई माफ गर्नुहोस्, तपाईँ राम्रो मान्छे हो, तर तपाईलाई म भोट दिन सक्दिनँ किनभने तपाईँ कांग्रेस हो अनि तपाईँको नेतृत्व को हो त फलानो हो र तपाईँले वर्षौंदेखि गर्दै आएको यो हो। यसकारण तपाईँ राम्रो हुँदा हुँदै पनि हामीले तपाईँलाई चाहिँ भोट दिन सकिएन भन्न सक्नुपर्छ। आज जो व्यक्तिहरू मलाई भोट दिनुहोस्, म यो गरिदिन्छु र त्यो गरिदिन्छु भन्दै आएका छन्,
हामीले देशको बारेमा सोचौँ सबभन्दा पहिला, आफ्नो समाज आफ्नो टोलको बारेमा भन्दा पनि। हाम्रो घर हाम्रो टोयलेट बनाइदिनका लागि म यति पैसा दिन्छु भन्लान्, पैसा दिएलान्। कतिले 5,000 10,000 दिएका छन्, कतिले केही खाएकै भरमा भोट हालिदिएका छन्। अनि हामीले यी फलानु बाटो यहाँदेखि उहाँसम्म बाटो जोडिदिन्छौँ भनेछ, त्यही भएर भोट दिने हो। हामी यति ससाना कुराहरूमा अल्झिने होइन। हाम्रो देश रहे पो हाम्रो समाज रहन्छ, हाम्रो टोल रहन्छ। देश नै सङ्कटमा छ भने यति बेला हामीले देशको बारेमा सोच्ने हो, न कि हाम्रो टोलको बारेमा। हामीले एउटा मन्दिर बनाइदिन्छु भनेको छ, एउटा धारो बनाइदिन्छु भनेको छ, एउटा भवन बनाइदिन्छु भनेको छ, यसको भरमा हामीले भोट दिनु हुँदैन। हामीले 2-4 पैसा त्यसैका लागि लिनु हुँदैन। आज हामी परदेशमा छौँ, तपाईँका छोरा छोरी हुन् त, मैले यति भन्दैमा यो सबै कुरा बदलिने होइन, मेरो विश्वास मान्नुपर्छ भन्ने होइन। तर हेर्नुहोस् त, तपाईँ ठिक छ आरामले आफ्नो घरमा काम गर्दै हुनुहुन्छ होला, बस्नु भएको छ होला, छोराले बाहिरबाट राम्रो पैसा कमाएर पठाइदिएका छन् होला, साँच्चै खुसी हुनुहुन्छ। आफ्नो परिवार आफ्नो सन्तान आफूसँग छुटिएर 7 समुद्र पारी कुनै अर्को यो देशमा बसेर ठिक छ राम्रै कमाएका होलान्, राम्रै पैसा पठाएका होलान्, तर खुसी हुनुहुन्छ? उनीहरू खुसी छन् कि छैन? यो कुरा हामीले भेक्का पुर्याउनु पर्छ। अहिले हामीलाई के चाहिएको छ? दिनुपर्ने कुरो यति पैसा दिन्छु भनेको छ, यसो गर्छु भनेको छ। मेरा छोराछोरी फलानु कोही जापान छ, कोही अमेरिका छ, जापानमा छ, खुसी छ। तपाईँ त्यहाँ एक्लै जुन परिवारसँग केवल मोबाइलमा फोन गरेर बातचित गरेर खुसी हुनुहुन्छ? एकचोटि विश्वास गर्दा त ओहो अब चेतियो भनिन्छ, चेत्नुपर्छ भनिन्छ। 2048 सालदेखि तपाईँ कतिपटक चेत्नुहुन्छ? आज पनि तपाईँलाई लाग्छ यही पार्टीको मान्छेले फलाना व्यक्तिले यहाँ आएर यति गरिदिन्छ, म यति बाचा गरेको छ भन्ने लाग्छ? त्यसले बाचा पुरा गर्छ जस्तो लाग्छ? देशको राजनीति यही हो, देशको राजनीति यही हो, देशको संसद त्यही हो। कुन तरिकाले चल्छ देशको संसद? अनि त्यो व्यक्तिले त्यहाँको बाचा पुरा गर्न सक्छ सक्दैन? यसो मूल्याङ्कन गर्नुहोस् त। सक्छ? सक्दैन? सक्दैन। मन्त्री भए पनि सक्दैन। के गर्ने हो यिनले मन्त्री भए? हामीले बिर्सनुहुन्न, यति बेला जसलाई भोट दिँदैछौँ हामीले बिर्सनुहुन्न जो भदौ 23 र 24 भएको जुन खालको विध्वंस थियो, त्यसलाई सम्झिनुपर्छ। त्यति बेला सरकारमा को थियो हामीले सम्झिनुपर्छ। भलै हाम्रा छोराछोरी त्यसमा गएनन्, हाम्रा छोराछोरी त्यहाँ थिएनन्, गएनन्, हामीले यो विचार पुर्याउनुपर्छ। मेरा छोराछोरी त्यहाँ थियो भने मेरा छोराछोरी सकिन्थ्यो, म थिएँ भने म सकिन्थेँ। साँच्चै भन्नुहोस् त, ठिकठाक चलेको थियो सरकार? सरकार जुन दिशामा जान पर्ने थियो त्यो दिशामा गएको थियो? थिएन। आज तपाईँले भोट हाल्दै गरेका पार्टीका कैयौँ मान्छेले भनेका छन् थिएन, गलत भइरहेको थियो, तर पार्टीको मूल नेतृत्वले खराब गरेको थियो। हो, पार्टीको मूल नेतृत्वले खराब गरेको थियो भने त्यो नेतृत्वलाई कमजोर बनाउन तपाईँ किन लाग्नु भएन? यी प्रश्नहरू गर्नुहोस् न तपाईँले। यसकारण भोट दिँदै गर्दा यो कहिले संयोगले 5 वर्षमा भोट हाल्न पाइन्छ, कहिले त्योभन्दा पहिले नै आउँछ, जसरी अहिले आयो। यो भोटलाई दुरुपयोग नगरोस्। जन्मसिद्ध अधिकार, यो एक भोटमा खर्ब बराबरको ताकत छ, खर्ब बराबरको। तपाईँले कति पैसामा बेच्दै हुनुहुन्छ? मेरो भोट जब के गर्ने हो र? गएर कसैमा औँला तिर्दिने हो, छाप हानिदिने हो, यति पैसा पाउँछु, यति खान्छु। हेर्नुहोस्, यसको ठुलो मूल्य छ। तपाईँले यति गरेकै भरमा ती मान्छेले देशै पनि बेच्न सक्छन्। तपाईँको एउटा भोटको बलमा यिनीहरूले देशमा त्यो विध्वंस मचाएका हुन्। तपाईँको एउटा भोटको भरमा तपाईँले गरेको केही पनि होइन। कति खानुभयो, 2-4 पैसा लिनुभयो होला, अथवा निस्वार्थ रूपमा भयो, जेसुकै होस्, मैले के नै गर्नु छ भनेर दिनुभयो होला, तर त्यसैको बलमा 76 जना मान्छे मारिएको हो। त्यसैको बलमा हो। तपाईँले भोट दिनुभयो, उनीहरूले मान्छे मारिदिए। तपाईँ भएको भए तपाईँलाई मारिदिन्थे, तपाईँको छोराछोरी भएको भए तपाईँको छोराछोरीलाई मारिदिन्थे। यो कुरा विचार पुर्याउनुपर्छ। त्यही भएर एउटा भोटलाई सामान्य रूपमा लिनुहुन्न। यो हाम्रो शक्ति हो। यसलाई सही व्यक्ति सही ठाउँमा सही तरिकाले हाल्नुपर्छ। मौका अवसर भनेको कहिले कसैलाई दिनुपर्छ, कहिले कसैलाई दिनुपर्छ, कहिले हामीले पनि विचार पुर्याउनुपर्छ। पुरानो पार्टी, भलै नेपाली कङ्ग्रेस होस्, एमाले होस्, माओवादी होस्, म छु, म त्यो ठाउँमा उठेको छु भने, म राम्रो मान्छे तपाईँहरूले विश्वास गर्नुहुन्छ भने मलाई भोट नदिनुहोस्। किन नदिनुहोस् भन्दा म कुन पार्टीमा आबद्ध छु र मेरो नेतृत्व को, मेरो नेता को, मैले कसलाई गएर भोलि प्रधानमन्त्रीका लागि भोट हाल्छु, प्रधानमन्त्रीको निर्देशनमा देश चल्ने हो। यसकारणले मैले कुन पार्टीलाई भोट हाल्दैछु भन्ने कुरा मेरो अनुहार हेरेर, मेरो चाहिँ इमान्दारिता हेरेर मलाई भोट नदिनुहोस्। मैले गएर भोट हाल्ने भनेको केपी शर्मा ओलीलाई हो। मैले गएर भोट हाल्ने भनेको शेरबहादुर देउबा, अहिले त शेरबहादुर देउबा छैनन्, गगन थापालाई हो। अब गगन थापा, विश्व प्रकाशहरूको कुरा गरौँ, यी
नेपाली जनताका लागि आशाका केन्द्रहरू थिए त्यतिको नेताहरू नेपालको संसदमा हामीले देख्न पाइएको थिएन जब उनीहरू आएका थिए उदाएका थिए। तर पुराना पार्टीका मध्यार भइदिए र अर्को गल्ती कहाँबाट उनीहरू गरे भने उनीहरू ईर्ष्या र आवेगमा आउन थाले। उनीहरूलाई ईर्ष्या हुन थाल्यो कि कोही नयाँ मान्छेहरू आए, हामीभन्दा पहिला यिनीहरू अगाडि बढे, यिनीहरूलाई चाहिँ सही ठेगान लाउनुपर्छ भनेर उनीहरू त्यो आक्रोशले नयाँ मान्छेहरूप्रति खनिए। गगन थापा, विश्वप्रकाश जस्ता मान्छेहरू नराम्रा होइन, उनीहरू राम्रा मान्छे हुन्। तर उनीहरूले पनि के गरे त भन्दा नयाँ मान्छेहरूलाई उनीहरूले देखिसकेन, ईर्ष्या गर्न थाले, आवेगमा आउन थाले र यी नयाँ मान्छेहरूलाई पाखा नलगाउने हो भने हाम्रो बाटो क्लियर हुँदैन भनेर उनीहरूले षड्यन्त्र रच्न थाले। जब उनीहरूले षड्यन्त्र रच्न थाले त्यो षड्यन्त्रको पासोमा उनीहरू आफू फसिँदै जान थाले। यिनीहरूले यो चाहिँ गल्ती गरेकै हो। यो कुरालाई पनि हामीले मनन गर्नुपर्छ। र मेरो अन्त्यमा यही आग्रह छ कि म फलानो पार्टीसँग जोडिएको राम्रो र इमान्दार मान्छे हुँ, तर मैले भोलि गएर भोट कसलाई हार्छु त्यसको आधारमा भोट दिनु होला। मेरो अनुहार हेरेर, मेरो इमान्दारिता हेरेर मलाई भोट नदिनु होला। अब बाँकी भनेको त यहाँहरूको अधिकारको कुरा हो, स्वविवेकको कुरा हो। आफ्नो विवेक पुर्याउनु होला र सही पार्टीलाई, व्यक्तिलाई छोडिदिनुहोस्, सही पार्टीलाई भोट दिनु होला। धन्यवाद।